बल्ल हामी चाहिँ हिँडेको छौँ भयो अब घरबाट अगाडि चाहिँ भिनाजु ड्राइभिङ गरेर सुन्छ दिजु यता सुन्छ दिजु आज हामी कति जानला हुन्छ यता बनेपा बनेपा त ल अहिले चाहिँ हामी टक्क चोकमा आइपुग्यौँ है ठिमी चोकमा आइपुग्यौँ त्यो बाटोमा इन्ट्रेस्टिङ गऱ्यो भिडियो भन्छु है फाइनली राधे राधे गाइज यो भाटपाडानीको मालिक छ त त्यो गुरुङ होइन गाइज यस्तो 24वटा है कतिवटा ब्रान्च रहेछ नेपालभरिमा डेन्जर कम्पनी डेन्जर बिजनेसम्यान खत्रै हो गाइज यो चाहिँ वेस्टेड बिल्डिङ हो गाइज काम छैन यो बिल्डिङ गाइज हामी हिँड्दा हिँड्दै साँगाको डाँडा पनि आइयो है जय शिव जय शिव सो गाइज फाइनली हामी चाहिँ नवबुद्ध आइसकेको छौँ है हाम्रो प्लान थिएन हो नि प्लान यत्तिकै भने गाइज lovely छ गाइज हुन्छ lovely as me छ क्या गाइज अन्त बाघ छ बाघ गाइज भ्यू है त ल 3, 2, 150 गाइज हामीले चाहिँ 150 रुपियाँ तिरेर एक पिस काँक्रा खाएको गाइज है हो क्या भन्छ नि नमस्ते नमस्ते त्यो गाइज हामी चाहिँ माथि लाङलाको एउटा अझै घुम्ने ठाउँ छ अरे है पानी चाहिँ डेन्जर रहेछ उतातिर अर्को डाँडामा गाइज केही नदेखेको गाइज चाहिँ पानी परेर है पानी कति डेन्जर पानी परिरहेछ सब चिजहरू महँगो हुने रहेछ गाइज यता चाहिँ यो त्यो महँगो लिन्छ नि दिजु त्यो गाइज अति दामी ठाउँ छ है सो गाइज वी आर अन द टप अफ नवबुद्ध है डेन्जर छ गाइज म दिजु घर आएको 4-5 दिन भयो होइन म 4-5 दिनै घुमेछु गाइज हो क्या भन्छु नि दिजु म हिजो पनि 3टा ठाउँमा घुम्न गएँ गाइज अनि भिडियो सिडियो केही पनि खिचेको थिइनँ लभली गाइज ल यो मान्छेहरूले खाँदा यतिको लागि चाहिँ क्या हो ठाउँ त डेन्जर छ दिजु त्यही गाइज अब हामी चाहिँ यहाँ जान लाग्यो है पानी पनि पर्ला जस्तो भयो अब एकछिन तलतिर गएर बस्छौँ गाइज त्यही गाइज अति दामी छ भ्यू है के छ दोस्त के छ साजन दोस्त त्यही गाइज ल गाइज यताको चाहिँ अति नै दामी छ है कस्तो आनन्द आउने गाइज पिस ठाउँ है यहाँ चाहिँ हामीको त्यो लामाहरूले पढ्ने ठाउँ नि रहेछ गाइज यो ठाउँमा चाहिँ त्यही हो यहाँ गाइज ध्वजाहरू कति रहेछ
यो चाहिँ बुद्धको अगाडिसम्मको जन्मको बेलाको यो बोधिसत्व होइन बाघलाई भोक लगाएर आफ्नो यो काटेर दिएको गाइस खाना यतिको चाहिँ हुनुपर्छ है अनि यसकै अर्को जन्ममा चाहिँ बुद्ध भएको ल गाइस हेर अघि मैले बोलेको ठाउँमा त आवाजै नआउने कि त्यो त्यस्तो शान्त थियो होइन तेरो हल्ला नि गर्नु मन लाग्ने पनि गाइस अब चाहिँ हामी बिस्तारै फर्किन्छौँ घरतिर आउने बेला कस्तो दामी दामी बाटो चाहिँ फर्किने बेला देखाउला भने अर्को बाटो खैरोहरू नि आउँदैछ गाइस नमस्ते Where are you from? Italy. Paris जाने में जाना है मलाई इटली ल्याङ्ग्वेज आउँथ्यो फेरि अहिले बिर्स्यो कि बोल्दिनु हुन्थ्यो यस्तै बेला बिर्सिन्छ के लाली गुराँस त्यहाँनिर रहेछ गाइस है त्यही हो गाई चाहिने बेला केही याद आउँदैन हामीहरू इटली ल्याङ्ग्वेज सिकाएको थियो कि स्कुलमा होइन आउँथ्यो क्या कति हजुर हामीले यो अगाडिको होटेलमा चाहिँ हामीले कस्तो चित्त त्यो पनि गाइस अति महँगो के गाइस ओभर पानीको कारणले गर्दा चाहिँ यहाँ चाहिँ डेन्जरै पहिरो गएछ गाइस होइन धेरै तल छ गाइस है धेरै नै छ गाइस है यो ठाउँमा चाहिँ कोहीले सुसाइड हान्छ भने चाहिँ यसो सजेस्ट गर्छ यो ठाउँ एकदम दामी छ ठाउँमा चाहिँ है हेर्नु गाइस रुखहरूले आमामा डेन्जर ल हजुर छैन लाग्यो त यस्तो हस् डेन्जर छ यता र गाइस हजुरको लागि भन्नु मैले यस्तो रिक्स गरेर यहाँ छैन होइन ल के भन्नु मैले अलिअलि माया देखाइसक्यो हजुरहरू है यस्तो रिक्स लिएर होइन हजुरहरूलाई अब अझै माया देख्नु भने यो भन्दा नि म खतरा खतरा ठाउँमा जान्छु उड्दिन्छु म गाइस ल यो भिडियोमा 1K लाइक्स आयो भने यही ठाउँमा आएर म उड्दिन्छु गाइस उड्दिन्छु ध्वजाहरूले धेरै नै हाल्ने रहेछ धेरै नै कति बन्द भयो नै यो मात्रै छैन गाइस आनन्दको ठाउँ छ गाइस अगाडि दिदी हिँड्छु किराको साथी सबजना हिँड्छ भ्याकेसन घुम्नु गएर 5-6 दिन भयो गाइस त्यसकोमाको हरेक दिन घुमेको छ कति घुम्नु गाइस हिजो मात्रै म भक्तपुर दरबार स्क्वायर अनि कहाँ अनि सल्लाहघारी अनि सिधो पोखरी गाइस 3 ठाउँ घुमेको विचार यही ठाउँमा मर्यो होला यो यतिकै टाँसिन मिल्छ जस्तोमा छल होला फेरि छल एउटा भिडियो छ क्या यस्तो ठाउँमा छ क्या बाटो चाहिँ डेन्जर छ सो गाइस हामी यहाँको चाहिँ मेन मन्दिरमा आइपुगेका छौँ होइन यहाँ चाहिँ खैरीहरू नि आउँदैछ यसरी घुम्नुपर्छ है मनमा शान्ति लिँदै केही पाप नसोचिकन गाइस है This is the main way.
यतिको वर्सिप चाहिँ गर्न सक्नुपर्छ है वर्सिपर भएपछि यतिको ट्रु चाहिँ हुनुपर्छ है त्यही पनि गाइज खैरी हो कि खैरी नेपाली होइन गाइज नेपाली होइन खैरी दुई या फाइनली गाइज द टुर अफ नवबुद्ध एन्ड्स है गाडी यताबाट आएको हामी गाइज आज बिहान मैले त्यो जुन गीतको हुक स्टेप ट्राई हान्दै खोजेँ आमाको हेर्दा त यस्तो यस्तो मात्रै थियो गाइज म केही गर्न आएर फर्स्ट टाइम डान्समा यसो हेर्न चाहिँ गाइज थियो खुट्टै चल्दैन सो गाइज हामी चाहिँ अब धुली खेलतिर लाग्नु लाग्यो है घरतिर जाने प्लान थियो त्यता चाहिँ जानु सो गाइज अब धुलिखेलमा देउँछ भने म निँदैछु है दिजु अनि बने पाएर खाजा खाँदै त लगाइस ल खाजा त हुन्छ है फाइनली गाइस बल्ल घर आइयो है यत्रो आज धेरै नै लङ ड्राइभ गऱ्यो गाइस है आज कति 11 बजी ठ्याक्कै यहाँबाट हिँड्ने 5:30 बज्यो गाइस 5:30 अति गाह्रो भयो गाइस टाउको दुखेको छ एक बोतल पानी खाउने हो अनि एकछिन रेस्ट गर्ने हो लुगा चेन्ज गर्ने हो होइन एकछिन 1 घन्टा त त्यसो बोकेर्नु पऱ्यो है त्यही होला गाइस सी यु इन नेक्स्ट ब्लग टिल देन टेक केयर एन्ड गुड बाई